आजको त्यति अलिकति टेस्ट लागेन हौ मलाई यो चाउमिन आजको चाहिँ अस्तिको त मिठो लागेको थियो कि आज कम्ती पनि अलिक कम्ती दिएको जस्तो लाग्यो अस्तिको त मिठो लाग्यो बेलुका खाएको चाहिँ नाम्ची भएर आउँदाखेरि स्टुडेन्ट्सहरू सुक्ने छाम चाहिँ मजाले सुक्छ नि त लुगा होइन बेलुकासम्म मेरो त थुप्रिरहेछ यदि अब एउटा दुईवटा गर्दै धुँदैछु कि फुटसल हुँदैछ भन्दै थियो फुटसल टुर्नामेन्ट यो नयाँ स्टेडियम फुटबल सकर खोलिएको छ अरे नि यता यो लाबी साइड खेल्नलाई त कति मजा होइन फुटबल राजकोटमा खेल्न आउँदैन त फुटबल टाइम चाहिँ लाग्छ जस्तो लाग्यो मलाई यो बाटो पनि माथि ब्याक कटिङ त हुँदैछ नि होइन अनि पछि कुद्नु पाइन्छ कि भन्दैन आस अब यस्तो बाटोमा कुद्नु पायो भने गाडी मेन्टेन फर्स्ट होइन रेल होइन नि त अब अलिक सेभ हुन्छ सेभ भएपछि अलिकति खर्च यसो अरू चिजमा होइन अनि यसो रासन पानी किन्नेमा होइन पुगिन्छ भन्ने नि त लुगाफाटा किन्नु होइन अनि बाटो अब अहिले त छैन नि हो हेर्न लाग्दो त्यो ब्याक कोटिङ भएको अब कहिले हो फेरि बनाउँछ फेरि टङ्गै बत्किन्छ पुल पनि जाला जाला भयो झन् अहिले विन्टर भएर चाहिँ अलिक सुक्खा भएर क्या सुक्खा ड्राई छ कि अनि पानी पऱ्यो भने त कन्टिन्युसली अब यसपालि भन्दाखेरि पनि साँच्चै नै त्यति पानी चाहिँ पर्दैन हौ 9 सेप्टेम्बरमा त जोर बिगाड गर्छ नि हाम्रो गाउँ त अनि उठीबासहरू बनाइदिएको भने रुमको रहेछ भगवान्को मन पिउन उठ्छु अनि ढोकिने गर्नुपर्छ नि त होइन जसो भए पनि एउटा भगवान् बसेको हुन्छ होइन भगवान्को अगाडि यसो अब शिर झुकाउँदा केही पनि जाँदैन नि त होइन ब्लेसिङ्स माग्छ नि त अहिले आशीर्वाद पाउँछ अब यो लाइभ मात्रै होइन नि त यो लाइभ अब यहाँदेखि अझै मरेर गएपछि पनि लाइभ छ होइन रमहरू भगवान्हरू भेट्ने गरिन्छ भन्छ नि त होइन त्यो उहिलेदेखि नै अब अलिकति यसो मान्नु पऱ्यो नि त के थाहा होइन आइपुग्यो टिङ्मु भन्नु मान्छेको नाम जस्तो लाग्यो मलाई टिङ्मु
टाइटलहरू पो हो कि मु भन्ने क्या मु भन्ने हुन्छ नि होइन